गाइज हाम्रो फाइनली हिउँ देख्यौँ है कालिम्पोङमा। कालिम्पोङको बाटो यस्तो छ है, कहिले छैन है कालिम्पोङ जान। नमस्ते। आज हामी कालिम्पोङको यात्रामा छौँ र अहिले चाहिँ हामी दोलरघाट आइपुग्यौँ र फर्स्ट टाइम हो हाम्रो कालिम्पोङको टुर चाहिँ। अनि बिहान 10 बजीतिर हिँडेको थियो, अहिले 12 बजी होला सायद। अहिले दोलरघाट पुलमा छौँ हामी, दोलरघाट पुल। अनि आज चाहिँ मसँग दिपक र राइडमा चाहिँ लस्सी गयो त अब माथितिर गएर छिर्दैछौँ हामी। यो बाटो चाहिँ पिच रहेछ क्या है, दामी होला। यो पनि अघिको बाटो चाहिँ खत्तमै रहेछ, त्यो 30-40 किलोमिटर चाहिँ पुरै डेन्जर अफरोड रहेछ। यहाँ चाहिँ पिच सुरु भएछ, दामी होला। हो त माथि नै हो त माथि होइन कालिम्पोङ होइन कल्चर त होइन होला नि। त्यति त रहेछ यार बाटो है राम्रो। खोइ त हिउँ त त्यसै लाग्छ लागेन यार मलाई।
सो हामी अझै जाँदैछौँ कालिम्पोङ र यसो हिउँ चाहिँ देखिएला जस्तो लागेन मलाई आज, किनभने केही छैन बाटोभरि माटो र धुलो मात्र। कालिम्पोङको बाटो यस्तो छ है, सहिलो छैन है कालिम्पोङ जान। त्यसमाथि बाइकमा जान चाहिँ गाह्रो छ, गाह्रो उता मान्छेमा आयो त यहाँ दुईजना तान्न अलिक गाह्रो भएर सिङ्गल आएको। ओहो ढुङ्गा अगाडिको टायर यस्तो उठ्छ क्या, सुईमा उठ्छ। यहाँ चौरी गाइने रहेछ, डेन्जर छ सिङ्गिङ एक्ट। अगाडि चाहिँ हुक्का उडास्दै हुँदो रहेछ। हुक्का खानु नपर्ने रहेछ। कालिम्पोङमा हुक्का फ्रीमा। सो गाइज हामी फाइनली हिउँ देख्यौँ है कालिम्पोङमा। यहाँ थोरै हिउँ देख्यौँ, अब माथि होला अझै सायद। आई गेस माथितिर नि हिउँ छ होला। बाटो चाहिँ खत्तमै छ। कस्तो फोहोर हिउँ त है, यो कसरी यस्तो फोहोर भयो अरे हिउँ, फोहोर हिउँ रहेछ अरे यहाँ। बुलेट के हो, हामीलाई टप्दिने, हामीलाई जित्दिने बुलेटले। उठ्छ कि जस्तो डर लाग्छ यार कहिले काहीँ त, यो पुरै पल्टिन्छ कि जस्तो क्या। बस्नु एकछिन, बसौँ न त। सो फाइनल्ली हामी कालिम्पोङ आइपुगेको छौँ। आइपुग्न आँट्यौँ, अब 1-2 किलोमिटर हो। अनि दिस इज हिउँ है, दिस इज हिउँ। चिप्लिँदो रहेछ साँच्चै यार। कस्तो लागिरहेको त कालिम्पोङ। ओहो चिसो भयो एकछिन हिउँ समाइदिएको। हिउँ त चिसो पो हुँदो रहेछ। कस्तो उता गयो। झर्न त यहाँ तान्दैन अब दुईजना। This is Kalinchok. ओके फाइनल्ली हामी कुरी भिलेज कालिम्पोङ आइपुग्यौँ। र यो बाटो एकदम चिप्लिँदो रहेछ। यो बाइक चाहिँ एकदम चिप्लेर हामीले माथि नै सक्दैनौँ। एक बल्ड्याङ लडिसक्यो। फेरि गर त, फेरि लड न एकचोटि। चिप्लिन्छ, बिस्तारै लानु। यहाँ हिँड्दा त चिप्लिरहेको छौँ हामी।
चाहिँ हिरो हो नि त हामी हिरो अन्डा स्प्लेन्डर लिएर आएको मान्छे गाउँ हो पसारै हुन्छ कहाँ लाने यार त्यहाँ हेर न कस्तो ल्याइरह यो पाएन नै सन चिप्लिन्छ यार ए ला 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 बिस्तारै बिस्तारै यस्तो चिप्लो छ गयो तपाईँको यताबाट लानु न यताबाट सो बाइक चाहिँ अलि जाँदैन तल मैले त्यही भएर माथि नै राख्थेँ यो कसले हिउँ छिराएको छ मेरो घाँटीभित्र सो साँचो पर्दैछ कालिम्पोङमा झिलिमिली हुँदैछ बिस्तारै मेरो गोप्रोको ब्याट्री ट्याक्कै सक्यो सो मोबाइलबाट सुट हान्दैछ अहिले चाहिँ साइड सबै So, good morning from Kalimchok. बिहान भयो अलि ढिला गऱ्यो So this is ice परेछ सो हामी फाइनली कालिम्पोङ मन्दिर दर्शन गर्न जाँदैछौँ ट्रक भर्खर मुक्त भइदिएको यहाँ कपालमा यहाँ आइस जमाइसक्यो यहाँ न कपालमा आइस जमाइदिरहेको खतरा यार यहाँ नुहायो भने त कपाल हुँदो रहेछ पुरै कपालमा हिउँ सो गुड मर्निङ एभ्रिवान we're at Kalimchok and it's early morning कति बज्यो 7:30 भयो हामी ढिलै उठ्यौँ क्या आज ओके हामी कालिम्पोङ मन्दिर दर्शन गर्न जाँदैछौँ यहाँ केवल कार कुन व्यवस्था छ सो हामी अब केबल कार चढ्दैछौँ हिँडेर चाहिँ नसक्ने जान यहाँ नै आइसकेको छु नि त
मान्छे ओहो कडा देख्ने के ल हामी कालिम्पोङको मन्दिरमा आइपुग्यौँ केबल कार चढेर जो माथि त्यो माथि चिसो छ चिसो यो चाहिँ के रहेछ यो यहाँनिर रोपवे रहेछ अर्को यहीँ जाने क्या जाँदा चाहिँ ओके हामी जाँदैछौँ इट्स जस्ट अमेजिङ है कालिम्पोङ इट्स जस्ट अमेजिङ यस्तो दामी भ्यू देखिरहेको यहाँबाट यो चाहिँ मन्दिर जाने बाटो झर्ने बाटो चाहिँ अर्कै छ उताबाट हात त यार ओहो छिटो जाउँ छिटो 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 Look at this ice पानी कहाँ परे थे आइस जमे है यहाँ दिने भिड भइसक्यो छिटो आउन Okay, we're on the top of the Kalimchok. Kalimchok Mandir. बालुमा हाम्रो यताबाट झर्ने यता यता बालुम अनि पूजा यता आयो बोलेको थियो कि बेबी मेरा तेरा
छिटो होला नि जाउँ यहाँको फोटो खिच्छ नि एक दुईटा हामी अहिले झर्दैछौँ कालिम्चोक मन्दिर दर्शन गरेर यस्तो छ बाटो पुरै सुलाएर केही देखि छैन अहिले के यस्तो यो मलाई ठिकै हुँदैन यो पन्जा खै सब बनाएर त्यो भतियाहरू बनायो त अनि कहाँबाट लिँदा यो यहाँ बनाउनु एउटा बनाए ल कति सानो बनायो मुसो जत्रै बनायो ढलान गरेर पिलर हाल्न बनाउनु मुसो जत्रै बनायो यस्तो बनायो भने के हुन्छ पुरा हुन्छ साना पुरा हुन्छ रेको पुरा भएर मुसीले जत्रो मान्छे त्यत्रै ल भयो मेरो चाहिँ जत्रो मान्छे त्यत्रै बनायो घर बनाउनु भएछ फेरि ल मेरो नि भयो जाउँ म एउटा पिलर हाले बनाउँछु है अलि मोडर्न पाराको जाउँ मेरो त्यो म जस्तै छ है मलाई 1000 रुपैयाँको भयो है अर्को 3 पिस पनि दिनु ल मलाई 500 यसको 100 रुपियाँ होइन यिनीहरू 150 को एउटाको यिनीहरू तिनवटा 500 रुपियाँ यो चाहिँ कस्तो हो खै यो नरम होला यो नरम होला यो एउटाको 100 वाउ दामी खै त्यहाँ अलि खतरा पर्दै हुन्थ्यो नि एकछिन खै त हिउँ It's snowing थोरै
हिउँ पर्दैछ अहिले कालिम्पोङमा जाडो अलिक खतरा हिउँ पर्नु नि यार एकछिन त यहाँ त चिप्लिन्छ यार म जानै सक्दिनँ चिप्लिन्छ जुत्ता This is Kalimchok, hey guys. पुरा खुट्टाको यहाँ यस्तोमा टक टक टेक्दै हिँड्नुपर्छ खुट्टा हाल्नु न Sit down, Dion, sit. Yeah, Dad. And take it. Dad, okay.